हेलो साथीहरू, वेलकम माई मिनी ब्लग। हजुरहरूलाई वेलकम छ सबैजनालाई। अनि आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। अनि आजको दिन चाहिँ यस्तो राम्रो प्यारो भइरहेछ क्या, पानी परिरहेको थियो होइन। अनि अहिले चाहिँ रोकिएको अवस्था। म चाहिँ घाँस काट्नको लागि आएको बारीमा। घाँस पनि यस्तो राम्रो भइरहेछ, यति काटि पनि सकेँ मैले घाँस, हेर्न सक्नुहुन्छ। अनि यस्तै हो है साथीहरू, गाउँघरमा घाँस दाउरा गर्नै पर्छ। तर आज चाहिँ म फर्स्टचोटि घाँस काट्न आइरहेको छु। अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशमा आज चाहिँ सानो क्लिप्स लिएर आएको छु, हेरेर साथ दिनु होला है साथीहरू। अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला मेरो च्यानललाई। अनि हजुरहरूको मायाको जरुरत छ, हेर्न सक्नुहुन्छ होला। आजको दिन यस्तो राम्रो छ। यो चाहिँ घाँस यति काटिसक्यो, अब भाडी लाउँछु अनि भाइले लिन आउँछ, हेर्न सक्नुहुन्छ। कस्तो राम्रो देखिरहेछ कि है, हरियाली के कति रमाइलो देखिरहेछ। अनि अहिले चाहिँ घाँस काटिसकेर पनि हेर्न सक्नुहुन्छ, म चाहिँ कस्तो गर्मी छ, पसिना आयो भनिरहेको थियो। अनि अब चाहिँ घर जाने बेला पनि भयो, भाइले घाँस लिन पनि आइसक्यो, हेर्न सक्नुहुन्छ। घाँसको बारी चाहिँ यत्रो भएछ, बिचरा भाइले बिस्तारै बोकिरहेको थियो है, कस्तो माया लाग्ने गरी। के गर्नु, आफूले बोक्न